जेसिज अथवा जेसिआई। जेसिआई 18 वर्षदेखि 40 वर्षसम्मका युवाहरूको एक अन्तर्राष्ट्रिय गैर-नाफामूलक गैर-सरकारी संस्था हो, जसले आफ्ना सदस्यहरूलाई लर्निङ बाई डुइङको प्रक्रियाबाट व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराएर देश र समाजका लागि सक्षम र असल नागरिक तयार गर्दछ। युवाहरूको नेतृत्व क्षमताको विकास गर्ने मुख्य उद्देश्य राखेको यस संस्थाले युवाहरूलाई विभिन्न तालिम, परियोजना र कार्यक्रमहरूमा सहभागी गराई सिकेका ज्ञान र सिपलाई व्यावहारिक रूपमा प्रयोग गर्न विभिन्न अवसरहरू उपलब्ध गराउँछ। यसरी युवाहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउँदै असल नेतृत्व, सामाजिक उत्तरदायित्व र व्यावसायिक सिप भएका असल नागरिक तयार गर्ने युवाहरूको साझा मञ्च नै जेसिज हो। जेसिजको स्थापना 13 अक्टोबर 1915 मा हेनरी गिसेनबियरले गरेका थिए भने नेपालमा औपचारिक रूपमा 1964 र तुल्सीपुरमा 2012 मा स्थापना भएको थियो। तुल्सीपुर नगर जेसिजले तुल्सीपुरमा गर्दै आएका कार्यहरूको संक्षिप्त सूची निम्न बमोजिम रहेको छ। बेला बखत रक्तदान कार्यक्रम सञ्चालन गर्ने, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, किशोरीहरूका लागि महिनावारी तथा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम, विभिन्न ठाउँमा सार्वजनिक धारा तथा प्रतिक्षालय निर्माण, ट्राफिक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम, समय समयमा युवाहरूलाई नेतृत्व विकास सम्बन्धी निःशुल्क तालिम तथा प्रशिक्षणको व्यवस्था, वृक्षारोपण कार्यक्रम, युवाहरूलाई लागु पदार्थ दुर्व्यसनी तथा साइबर क्राइम सम्बन्धी सचेतना, विद्यार्थीहरूका लागि खेलकुद तथा हाजिर-जवाब प्रतियोगिता र अशक्त र असहायहरूका लागि आर्थिक सहयोगको व्यवस्था गर्ने गरेको